धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यस कार्यक्रमका अध्यक्ष तथा सभापतिज्यू, यहाँ उपस्थित हुनुभएका विशिष्ट व्यक्तिहरू, यहाँ विभिन्न क्षेत्रबाट उपस्थित हुनुभएका समाजसेवी बुद्धिजीवी तथा वरिष्ठ व्यक्तित्वहरू, यस कार्यक्रमको शोभा बढाउन उपस्थित हुनुभएका हाम्रा आदरणीय अभिभावकज्यूहरू र यस कार्यक्रमलाई व्यवस्थित रूपले सञ्चालन गर्न गइरहनुभएका हाम्रा विद्यार्थी भाइ-बहिनीहरू सबैलाई म हार्दिक नमन गर्न चाहन्छु। आज यस 20औं दीक्षान्त समारोहमा चाहिँ हाम्रो नानी बाबुहरू चाहिँ यसरी खुसी भएको देख्दा चाहिँ त्यो खुसीलाई चाहिँ म अब शब्दमा व्यक्त गर्न सक्ने कुनै शब्द नै छैन। म एकदम गर्व महसुस गरिरहेको छु। आज मेरो नानीलाई हिजो अस्ति जस्तै लाग्छ, आज 4 वर्ष भइसक्यो। मैले चाहिँ मेरो नानीलाई पिजीमा चाहिँ मङ्गल स्कुलमा ल्याएको थिएँ र आज 4 वर्ष कसरी बित्यो थाहा छैन होइन। उहाँ म्यामहरूको राम्रो त्यो वातावरण पनि हामीलाई मिलाइदिनु भएको हुनसक्छ होइन। म्यामहरूले पनि हामीसँग राम्रो एकदम घरको जस्तै वातावरण बनाइदिनु भएको भएर पनि होला हाम्रो नानी बाबुहरू चाहिँ यति चाँडै ग्रेजुएसन हुनुभएको छ। आज यहाँबाट मङ्गल स्कुलको बारेमा थाहा नपाउने सायदै कोही हुनुहुन्छ जस्तो लाग्छ मलाई। विशेष गरी चाहिँ हामी यो कीर्तिपुरमा बस्ने र बाहिरबाट यहाँको लागि चाहिँ मङ्गल स्कुल इम्पोर्टेन्ट नै छ होइन, कीर्तिपुरमा बस्ने बासिन्दाहरूको लागि र बाहिरबाट आउने जति पनि हामी जस्तो पढ्नको लागि यहाँ भनौँ हामी अब कुनै जबहरूको सिलसिलामा हामी कीर्तिपुरमा आउँछौँ। त्यहाँ चाहिँ अब कहाँ राख्ने त हाम्रो विद्यार्थीहरू अब बच्चाहरूलाई राख्नु पऱ्यो, एउटा सुरक्षित ठाउँ हुनु पऱ्यो, घरको जस्तै वातावरण चाहियो हामीलाई चाहिँ। बच्चालाई पढाउन नै मात्रै होइन, हामीले आफ्नो बच्चाहरूलाई चाहिँ केही कुरा सिकोस् होइन। घरमा जस्तै एउटा आमाले चाहिँ आफ्नो बच्चाको सबै कुराहरू थाहा पाएर अनि त्यो ट्रिट गर्नुहुन्छ। हाम्रो बच्चा सानो हुन्छ, त्यो बच्चालाई चाहिँ त्यसरी नै ट्रिट गर्नुपर्ने हुन्छ। अनि अब चाहिँ यसरी भनेको त सानो सानो बच्चाहरूलाई चाहिँ म्यामहरूले माया गरेर उनीहरूको चाहिँ बानी व्यवहारहरू बुझेर वैयक्तिक भिन्नताहरू थाहा पाएर चाहिँ उनीहरूलाई त्यही अनुसार चाहिँ शिक्षा दिनुपर्ने हुन्छ होइन। त्यो वातावरण चाहिँ अब कहाँ छ भनेर मैले अब हेरेँ, यताउता नहेर्ने भन्ने होइन अरू बुझेँ। तर यसो बुझ्दाखेरि चाहिँ मङ्गल स्कुलको बारेमा त मलाई पहिल्यैदेखि नै थाहा थियो, किनभने हामी कलेज पढ्दाखेरि ठ्याक्कै मङ्गल स्कुलकै पछाडि बस्ने अवसर छुट्याएको थियो र त्यतिखेर बुझिरहेको थियो मङ्गल स्कुलको बारे। तर इसिडी चाहिँ त्यतिखेर त्यति थाहा थिएन। आफ्नो बच्चाहरूलाई चाहिँ बुझ्दाखेरि चाहिँ इसिडीमा राखेपछि चाहिँ त्यतिखेर चाहिँ मलाई केही पनि थाहा छैन म्यामहरू कस्तो हुनुहुन्छ, कसरी पढाउनुहुन्छ अनि कस्तो व्यवहार गर्नुहुन्छ। अब नानी बाबुहरूलाई चाहिँ सुरक्षित ठाउँ खोजिरहेको बेलामा ठ्याक्कै मङ्गल स्कुल भेटेर त्यति 4 वर्ष अगाडिको म इसिडीमा नानी राख्दाखेरि अहिले चाहिँ कम्पेयर गर्दाखेरि चाहिँ एकदमै राम्रो। मैले जुन तरिकाले आफ्नो नानीलाई चाहिँ राम्रो ठाउँमा हाल्ने भनेर सोच राखेको थिएँ त्यस्तै वातावरण छ। म्यामहरू एकदम राम्रो हुनुहुन्छ। उहाँहरूले चाहिँ पढाइको साथसाथै पढाइ मात्रै सबैभन्दा ठुलो कुरा होइन, हाम्रो इसिडीमा पढ्ने नानी बाबाहरूलाई चाहिँ व्यवहार सिकाउनु पनि पर्छ। उनीहरूलाई चाहिँ हामीले क मात्रै सिकाउने होइन। अब हामी धेरै प्यारेन्ट्सहरू हामीले मलाई पनि गुनासो लाग्थ्यो होइन पहिला कि मेरो नानीले पढ्न जानेन भन्थ्यो होइन, लेख्न जानेन भन्थ्यो। तर त्यो लेख्नुभन्दा पनि उसले कति अरू चिज पनि त सिकिरहेको छ। कुनै विद्यालयमा आएर व्यवहार सिकिरहेछ, बोल्ने तरिका सिकिरहेछ, म्यामहरूले सिकाउनु भएको राम्रो कुराहरू पनि सिकिरहेछ। हामी त्यो कुराहरूलाई देख्दैनौँ होइन। हामीले चाहिँ त्यो कुरा मात्रै देख्छौँ कि आज क लेख्न जाने कि जानेन, नानीले क लेख्न जाने कि जानेन, यदि जानेन भने केही पनि जानेन रहेछ भन्ने खालको चाहिँ हुन्छ होइन। त्यो कुराहरू मात्रै हामीले हेर्ने होइन, हाम्रो पारिवारिक वातावरण जस्तो पनि हेर्नु पऱ्यो। विद्यार्थीहरूले चाहिँ कसरी चाहिँ त्यहाँ दिनमा गएर त्यो किसिमको पढाइ भएको छ कि छैन भनेर पनि हामीले सबै चिजहरू हेर्नुपर्ने हुन्छ। अनि विद्यालयको वातावरण पनि एकदमै मैले चाहिँ देखे अनुसार चाहिँ म्यामहरूले चाहिँ पढाइको साथसाथै नानी बाबुहरूलाई चाहिँ अतिरिक्त क्रियाकलापहरू गराउनु भएको छ। दसैँ तिहारको बारेमा भयो, दसैँ तिहारहरू हामीले किताबमा पढ्दाखेरि त्यसलाई प्रत्यक्ष रूपमा चाहिँ हामीले यस्तो हो भनेर चाहिँ देखाउनुहुन्छ, जमारा राखेर देखाउनुहुन्छ। अनि नेवारी जुन संस्कृतिहरू छ, अस्ति पहिले म्यामहरूले यो पनि बनाएर खुवाउनु भएको थियो अरे। मेरो नानीले मलाई घरमा आएर भनिरहेको थियो, म्याम उहाँ हो यो मैले भनेको म्यामले खुवाउनु भएको थियो, यो कसरी बन्छ के गर्छ भनेको त्यो पनि एउटा शिक्षा नै हो। अनि कहिले म्यामहरूले चाहिँ जु लानुहुन्छ नानीहरूलाई प्रत्यक्ष रूपमा देखेर सिक्ने मौका पाउँछन्। पढेर मात्रै होइन नि, देखेर पनि सिक्ने मौका पाउँछन्। कहिले म्यामहरूले उता के अरे स्विमिङ गर्न लैजानुहुन्छ। अनि त्यसपछि म्यामहरूले धानहरू असारको महिनामा चाहिँ धानहरू रोप्न सिकाउनुहुन्छ। त्यसैले अब यो कल्चरल ड्रेसहरू जुन
अथवा चाहिँ अब यो गरेन भन्नु पनि हामीले हुँदैन होइन। हाम्रो नानीहरूले पढाइको साथसाथै अरू कुराहरू पनि सिक्ने मौका पाएको छ भन्ने कुरा चाहिँ हामीले सोच्नुपर्छ। अनि यहाँ जति पनि म्याम हुनुहुन्छ नि, जुन यहाँ इसिडीको म्यामहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ इसिडीको जति पनि म्यामहरू हुनुहुन्छ नि एकदमै सहकार्य गर्ने खालको हुनुहुन्छ होइन। उहाँहरूले चाहिँ एउटा स्कुलमा हालिसकेपछि चाहिँ हुन्छ नि म्यामहरूलाई टाढैबाट देख्दाखेरि चाहिँ हाम्रो कुनै गुनासो हुन्छ म्यामहरूसँग, त्यो गुनासो लगाएर म्यामकोमा जाँदाखेरि म्यामहरूले पनि अब चुप लगाएर बस्दा अनि अरू विषयको जस्तो अनुहार लगाउँदा चाहिँ हामीलाई पनि डर लाग्छ कि भनौँ कि नभनौँ त्यो कुरा। अब हाम्रो बच्चाको गलत कुरा भनौँ कि नभनौँ, म्यामले त्यसै रिसाउनु भएको हो कि हामीले देखेर रिसाउनु भएको कि भन्ने जस्तो पनि लाग्छ होइन। तर मैले चाहिँ 4 वर्षभरिमा यहाँको म्याम इसिडीको म्यामहरूलाई चाहिँ एक दिन पनि साँच्चै भने आधी तारिफ गरेको चाहिँ होइन होइन, साँच्चै भन्यो भने एक दिन मैले रिसाएको जस्तो अनुहार लगाएको पनि देखेको छैन। जति मैले उहाँहरूसँग आफ्नो नानी बाबुहरूको समस्या लिएर जान्छु होइन, उहाँहरूले चाहिँ हाँसेर यस्तो यस्तो आराध्यको मम्मी यस्तो यस्तो भनेर चाहिँ भन्नुहुन्छ होइन। अनि उहाँले पनि हामीलाई धेरै कुराहरू भन्नुहुन्छ, नानी बाबु कमजोर भयो अब आराध्यको मम्मी अलि मिहिनेत गराउनु पऱ्यो भन्नुहुन्छ। त्यो कुरालाई पनि मैले एकदम सल्लाहको रूपमा लिन्छु होइन। अब मेरो नानी कमजोर भयो, मैले यस्तो गर्नुपर्छ, म्यामले मलाई किन यस्तो भन्नुभयो भन्ने कुराहरू चाहिँ मैले त्यो रिसाएर त्यो नराम्रो कुरा पक्षमा लिएको छैन होइन। त्यसै गरेर चाहिँ अब हाम्रो नानी बाबुहरू सबै राम्रो छ, विद्यालयको वातावरण एकदमै राम्रो लाग्यो होइन। त्यसको साथसाथै चाहिँ विद्यालय भनेको र अनि हामीहरूको चाहिँ हामी सौहार्दपूर्ण सम्बन्ध हुन्छ। अभिभावक र शिक्षकले त पढाउनुहुन्छ विद्यालयमा आफ्नो ज्ञान बच्चाहरूलाई आफ्नो धाम सबै चिज सिकाउनुहुन्छ। त्यसको साथसाथै हामी अभिभावकहरूले पनि जागरुक हुन जरुरी छ। विद्यालयमा पढेर मात्रै पनि केही हुँदैन, विद्यालयमा म्यामहरूले सिकाउने कुरा आफ्नो ठाउँमा छ, घरमा गएर पनि हामीले आफ्नो बच्चाहरूलाई हेर्नुपर्छ। उनीहरूलाई चाहिँ आफ्नो म्यामले सिकाएको कुरा आज के सिक्यौँ कसरी सिक्यौँ भनेर सबै कुराहरू सोध्नुपर्छ। त्यो कुरा त्यसले गर्दा चाहिँ म्यामको साथसाथै चाहिँ हामीले आफ्नो बच्चाहरूलाई घरमा पनि प्यारेन्टिङ गर्नु पऱ्यो होइन। यदि हामीले आफ्नो यति दुःख गरिरहेछौँ हाम्रो बच्चाहरूको लागि नै हो नि त यति दुःख गरेको, राम्रो ठाउँमा पढाएको। भोलि यही बच्चाहरूले चाहिँ हाम्रो राम्रो गर्न सकेन भने हामीलाई पनि चित्त दुख्छ। त्यस कारण हामीले घरमा पनि धेरै ध्यान दिनु पऱ्यो, आफ्नो बच्चाहरूलाई चाहिँ मेहनत गराउनु पऱ्यो। विद्यालय र पारिवारिक वातावरण चाहिँ विद्यालयमा पनि दिनु पऱ्यो। त्यस कारण के गर्न चाहन्छु भने अन्त्यमा म के गर्न चाहन्छु भने यो मङ्गल स्कुल एउटा स्कुल मात्रै होइन, हाम्रो विद्यालय पछिको दोस्रो घर हो। यो हाम्रो सबै अभिभावकहरू अनि त्यसपछि चाहिँ हामी प्यारेन्ट्सहरू अनि जति पनि हाम्रो विद्यालयमा हाम्रो सहकर्मी विद्यालय सहकर्मीदेखि लिएर विद्यालय व्यवस्थापन समिति शिक्षासँग सम्बन्धित जति पनि व्यक्तिहरू हुन्छ यो सबै एउटा घर हो। यहाँबाट चाहिँ हामीले सुन्दर बालबालिकाहरू भोलि देश विकास गर्न सक्ने असल नागरिकहरू, समाजको लागि चाहिने योग्य सक्षम मानिसहरू उत्पादन गर्ने यो एउटा घर हो नि त। यो त सबैको घर हो। यो घरलाई चाहिँ के गर्नु पऱ्यो, यो परिवारलाई चाहिँ हामी सबै मिलेर विद्यालय सहकर्मी दाइमाले आफ्नो ठाउँमा उहाँले त्यो उसको कर्तव्य पुरा गर्नु पऱ्यो। शिक्षक शिक्षिकाले पनि दिइराख्नु भएको छ, गरिराख्नु भएको छ, उहाँले पनि अझ राम्रो गर्नु पऱ्यो। हामी अभिभावकहरूले पनि आफ्नो बालबालिकाहरूलाई उनीहरूको भविष्यको लागि सहयोग गर्नु पऱ्यो, शिक्षक शिक्षिकालाई सहयोग गर्नु पऱ्यो। सबैले मिलेर सहयोग गर्यो भने भोलि यहाँबाट राम्रो विद्यार्थी उत्पादन हुन्छ भन्ने म आशा गर्छु र अन्त्यमा एकदमै राम्रो छ। धन्यवाद।